गुन्डाहरू लगाएर तपाईँ क्रसरबाट सामान ल्याउनु पर्ने। हामीले 50 लाखको काम गऱ्यौँ भने 50 लाख घाटा हुन्छौँ। हामीले 1 करोड काम गऱ्यौँ भने 1 करोड घाटा हुन्छौँ। सम्पूर्ण विकास निर्माण कार्यहरू यसै ठप्प भइरहेछन्, ठप्प हुन्छ। यसपछि पनि अब जब खुल्छ नि त्यसपछि नि व्यवसायले काम गर्न सक्दैन। उहाँहरूले त्यो गाह्रो छ, सरकारलाई गाह्रो छ भने पनि हामीलाई अहिले कन्स्ट्रक्सन होलिडे भन्दै नि हुन्छ, सरकारले घोषणा गरिदियो। यो सरकार सुशासनको कुरा गरिरहेको छ। सुशासनको विषयहरू हामीलाई एकदम उठाइरहेको हुँदाखेरि यसलाई चाहिँ अगाडि बढ्छ होला भन्ने लागेको छ मलाई। महासचिवज्यू, कार्यक्रममा स्वागत छ। धन्यवाद। जुन नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलन गरिरहेको छ, यो आन्दोलन कहाँ पुग्यो अहिले? सबैभन्दा पहिला त यहाँको टेलिभिजनलाई म पहिलोचोटि यहाँको कार्यक्रम आइरहेको छु। यहाँहरूलाई आफ्नो टेलिभिजनको यहाँको टेलिभिजनको उच्च सफलताको म कामना गर्दछु। हामी नेपाल निर्माण व्यवसायी महासङ्घले यो हाम्रो आन्दोलन के को विषयमा थियो भन्ने कुरा हामीले पहिला जानकारी गरायौँ। हामीले मध्यपूर्वमा भइरहेको अत्यधिक मूल्य वृद्धि, इन्धन लगायत बिटुमिनको मूल्य वृद्धिको कारणले गर्दाखेरि नेपालको निर्माण उद्योगहरू धराशायी भयो। उनीहरूलाई मूल्य समायोजन दिनु पर्यो भनेर हामीले माग राखेर लगभग हामीले 2 महिना अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूलाई हामीले ज्ञापन पत्र बुझायौँ, हामीले छलफल गऱ्यौँ। उहाँले चाहिँ हामीलाई र आश्वासन पनि दिनुभयो कि म कुनै पनि हालतमा यो मूल्य समायोजनको विषय म लिएर आउँछु भनेर उहाँले भन्नुभयो। तर आजसम्म पनि त्यो मूल्य समायोजन आएको छैन। हामीले वैशाखको 22 गते पत्रकार सम्मेलन गरेर नेपालमा यदि मूल्य समायोजन दिन सकेन भने निर्माण व्यवसायीले काम गर्न सक्दैन, निर्माण व्यवसाय धराशय हुन्छ। पूर्वाधार क्षेत्रको छाता सङ्गठन र यो सम्पूर्ण नेपालको कुनै पनि देशको विकास गर्ने भनेको के हो भन्दाखेरि यो हाम्रो कसले गर्छ भन्दा यो निर्माण व्यवसायीले गर्छ, कन्ट्र्याक्टरले गर्छ। त्यो पेसालाई चाहिँ तपाईँको उपेक्षा गरिएको छ। इन्धनको मूल्य चाहिँ आयल निगमले समायोजन गरिसक्यो। यसै गरेर बसको भाडाहरू पनि समायोजन भइसकेको छ। भारत लगायत अरू देशहरूले पनि मूल्य समायोजन गरिसकेर दिइसकेको छ भने हाम्रो नेपालमा चाहिँ यो मूल्य समायोजन भएको छैन। यही विषयलाई लिएर हामीले 7 प्रदेश 77 जिल्लामा सङ्घमा र एसोसिएटले सम्पूर्ण नेपाल राज्यभरि ज्ञापन पत्र दिने कार्यक्रम हाम्रो समाप्त भइसकेको छ। ज्ञापन पत्र दिएको छ, सरकारलाई ध्यान आकर्षण भएको छ। तर सरकार पनि अहिले हामी छलफलमै छौँ। सरकारले के भनिरहनु भएको छ भने हामी व्यवसायीलाई मूल्य समायोजन दिन्छौँ भनेर चाहिँ अहिले पनि आश्वासन दिइरहनु भएको छ। आजसम्म पनि हाम्रो समस्या समाधान हुन सकेको छैन। पछि तपाईँहरू आन्दोलनमै हुनुहुन्छ? अहिले हामी एकदमै आन्दोलन छौँ। हामी हिजो मात्रै नेपाल निर्माण व्यवसाय महासङ्घको कार्य समितिको बैठकले हामीले अब आन्दोलनको मोडालिटी हामी पहिला त प्ले कार्ड लिएर जुलुस दिएर उफ्रिन्थ्यौँ भने हामी डिजिटल आन्दोलनमा अहिले छौँ। हामी पूर्वाधार आन्दोलनमा छौँ। पूर्वाधार आन्दोलनमै हुँदाहुँदै यहाँको टेलिभिजन पनि आउनुभयो, यहाँलाई पनि हामी स्वागतै गर्छौँ। र अहिले हामी आन्दोलनमै छौँ, किनभने जबसम्म त्यसको मूल्य समायोजन चाहिँ पाउन सकिँदैन विकासको निर्माण कार्य हामीले स्वतः बन्द भनेका छ, ठप्प हुन्छ। किनभने 139 रुपियाँ पर्ने डिजेल 227 रुपियाँ पुग्यो, 225 रुपियाँ पुग्यो। यसै गरेर बिटुमिनको मूल्य पनि 75 रुपियाँको बिटुमिन 160 रुपियाँ पुग्यो भने निर्माण व्यवसायले गर्न सक्ने काम। यसै गरेर डन्डीको मूल्य, श्रमिकको मूल्य पनि यसैसँग जोडिएको हुन्छ र बढ्दै जान्छ भने यो व्यवसायले धान्न सक्ने अवस्था होइन। जस्तो नेपालको सन्दर्भमा चाहिँ अलिकति यो जेठतिर अथवा असारतिर चाहिँ अझ बढी निर्माणका कामहरू हुने र यस्तो बेलामा यहाँले आन्दोलन गरिराख्दा यो देश निर्माणमा अथवा यो विकास निर्माणमा चाहिँ असहयोग पुग्दैन? पक्का पनि हो, यो एकदम राम्रो हो। किनभने हाम्रो काम गर्ने समय साउन भदौ असोज चाहिँ चाडपर्वले गर्दा साउन भदौ चाहिँ रेनिङ सिजन, असोज चाहिँ चाडपर्व, असोज कार्तिक चाहिँ, त्यसपछि गएर मङ्सिर 1 महिना काम हुन्छ। त्यसपछि गएर पुष माघ चाहिँ चिसो ठन्डी सिजन भएको कारणले काम हुन सक्दैन। अझै बिटुमिनको काम त यो फागुन महिना सुरु भएको थियो, फागुनदेखि असारसम्म यो पिचु कामहरू जुन बिटुमिनको काम भनिरहेको छु त्यो चाहिँ फागुन महिना सुरु भएपछि बल्ल हुन्छ। यो चाहिँ र सरकारको पनि के हुन्छ भने सरकारले पनि यो भुक्तानीको विषयहरूदेखि लिएर आफ्नो जुन प्रणालीमा छ, अर्थात् मन्त्रालयको जुन प्रणाली छ भुक्तानी प्रणालीमा पनि सुधार गरिसकेको छैन र व्यवसायीलाई काम गरेको पैसाको चाहिँ तपाईँको भुक्तानी दिन सकिरहेको थिएन। अब बल्ल अहिले चाहिँ भुक्तानीको प्रणाली पनि मिलाएको छ र अहिले पैसा पनि दिन्छ। पुँजीगत खर्च जम्मा गरेर 27% को हाराहारीमा भएको अहिलेको अवस्थामा म के निवेदन गर्छु भन्दाखेरि यो अहिले एकदमै काम गर्ने समय हो। हामी एकदमै काममा गइसकेको बेला थियो।
निर्वाचनले गर्दाखेरि केही रोकियो। निर्वाचन सँगसँगै के भन्दाखेरि यति ठुलो तपाईँको चाहिँ एउटा ठुलो चाहिँ अहिलेसम्मको 35 वर्षको इतिहासमा यति धेरै मूल्य वृद्धि भएर आएको चाहिँ अवस्था थिएन। अहिले यो किसिमको आयो। यसले गर्दाखेरि चाहिँ हामीले व्यवसायले काम गर्न सकेनौँ र हामीले चाहिँ स्वतः निर्माण कार्यहरू बन्द हुने हामीले घोषणा गरेका छौँ। जस्तो यो जुन अहिलेको परिस्थिति छ नि, चाहे त्यो मूल्य वृद्धि भनौँ, चाहे त्यो तेलमा भएको होस्, चाहे त्यो वस्तुहरूमा मूल्य वृद्धि होस्, यो चाहिँ विशेष गरी नेपालको सरकारले भन्दा पनि वैदेशिक देशहरूमा जुन भएको विभिन्न आन्दोलनहरू छ अथवा युद्धहरूको कारणले भएको हो र नेपाल सरकारको चाहिँ यसमा खासै भनौँ न भूमिका, यो मूल्य वृद्धिमा भूमिका देखिँदैन। यस्तो अवस्थामा सरकारले नै दोषी ठानेर आन्दोलन गर्नुको उद्देश्य चाहिँ के होला? एकदम राम्रो हो। यो चाहिँ हामीले कुनै पनि कन्ट्र्याक्ट लिँदाखेरि नेपाल सरकारसँग सम्झौता गरेका हुन्छौँ। विदेशीसँग गएर हामीले सम्झौता गर्दैनौँ। विदेशमा भएको कुराहरू एकटप गढहरू हुन्छन् होइन, अथवा यो चाहिँ कस्तो हो भने यो हो मध्यपूर्वको योले चाहिँ हाम्रो नेपाल सरकारको अर्थतन्त्रमा पनि असर पार्छ, त्यो हामी मान्दछौँ। तर सरकार के भन्दाखेरि आफ्नो सरकारले पनि मूल्य समायोजन त लिइसकेको छ, आयल निगमले त मूल्य समायोजन लिइसकेको छ, हामीसँग त लिइसकेको छ भने हामीलाई त्यो दिनुपर्छ भन्ने कुरा चाहिँ हामीले माग गरे। हामी कुनै नाजायज माग गरे होइन, किनभने अरूलाई पनि व्यवसायले पनि गरिरहेको छ र विदेशमा पनि कुनै यो पूर्वाधार तपाईँको चाहिँ विषय कस्तो भने यो 1 लाख 2 लाख 5 लाखको विषय होइन नि त। यो त अत्याधिक मूल्य वृद्धि जुन व्यवसायले धान्न सक्दैन। हामीले 50 लाखको काम गऱ्यौँ भने 50 लाख घाटा हुन्छौँ। हामीले 1 करोड काम गऱ्यौँ भने 1 करोड घाटा हुन्छौँ। यो व्यवसायले थेक्नै सक्दैन। व्यवसायीले घरबार भएर आफ्नो तपाईँको चाहिँ सम्पूर्ण सम्पत्ति बेचेर पनि तपाईँको थेक्न सक्ने अवस्था होइन क्या। यो थेक्न सक्ने व्यवस्था सानो व्यवस्था भइदिएको हुन्थ्यो। यो त तपाईँको हामीले कल्पनाभन्दा बाहिरको विषय हो। त्यसो भएर हामीले यो थेक्न सक्दैनौँ। त्यसो भएर उहाँहरूलाई त्यो गाह्रो छ, सरकारलाई गाह्रो छ भने पनि हामीलाई अहिले कन्स्ट्रक्सन होलिडे भन्दै हुन्छ, सरकारले घोषणा गरिदियोस् अथवा कुलिङ पिरियड भनेर भनिदियोस् र जब सहज हुन्छ त्यसपछि चाहिँ फेरि पुनः भौतिक पूर्वाधार निर्माण कार्यहरू चाहिँ अगाडि बढाइयोस् भन्ने हाम्रो पनि ठिक छ। त्यो सरकारले सक्दैन भने हामी त्यसमा पनि पोजिटिभै छौँ। जस्तो यो विषयमा छलफलहरू भएको छैन तपाईँहरूको, कसरी अगाडि बढ्ने, यो जुन विषम परिस्थिति छ, राज्यलाई पनि सहयोग गर्नुपर्ने, व्यवसायीहरूलाई पनि अलिक सहयोग हुने खालको त्यो खालको संवादहरू भएको छैन? धेरै पटक नेपाल सरकारका अधिकारीहरूसँग, चाहे कर्मचारीसँग लेभलमा होस्, चाहे अझै हायर लेभल राजनीति लेभलमा हो, धेरै पटक चाहिँ छलफल भएको छ। यो एकदमै सिम्पल मेथड हो। यदि नेपाल सरकारको अधिकारी अथवा नेपाल सरकारले चाहने भने 2 घण्टा 3 घण्टामा यो कार्यक्रम यो चाहिँ हाम्रो मूल्य समायोजन हुन्छ। किनभने एउटा सानो फर्मुला हुन्छ। त्यो फर्मुला चाहिँ गऱ्यो भने के हुन्छ भन्दा पैसा बढेको छ भने, सामान बढेको छ भने बढेको पैसा दिनुहुन्छ, घटेको छ भने घटेको हुन्छ, सिद्धिहाल्यो। यो चाहिँ एउटा क्याबिनेट डिसिजन गरिदिने कुरा हो। यो चाहिँ केही तपाईँको अप्ठ्यारो विषय होइन। हामीले धेरै पटक छलफल पनि भएको छ र यो छलफल मात्रै होइन, यहाँको राष्ट्रिय मिडियाहरूमा पनि तपाईँको यो उठेको छ। जनले पनि यो कुरा थाहा छ कि निर्माण व्यवसायले किन काम गरेनन् भन्ने कुराहरू चाहिँ अब चाहिँ त्यो सँगसँगै के भन्दाखेरि वस्तु पनि पाउन छोडी बिटमिन भन्ने कुरा चाहिँ बाहिरबाट आउने चिज हो। त्यो चाहिँ यहाँ बनाउने कुरा होइन। बिटमिनको पनि तपाईँको त्यसमै बाहिरबाट र त्यो सँगसँगै ट्रान्सपोर्टेसन कस्ट, भाडा दर चाहिँ हामीले कुनै पनि सामान जस्तै 4 रुपियाँ पर किलो पर्थ्यो भने लगभग 8 रुपियाँ परिसक्यो, भन्दा बढी पर्यो भाडा दरै भने यति डबल परेको त हामीले धान्न सक्ने अवस्था होइन नि। यो कारणले गर्दाखेरि सरकार नै हाम्रो अभिभावक हो। अभिभावकले हामीलाई बचाउने, जन्म दिइसकेपछि बाउले आमाले जन्म दिएपछि छोराछोरी हुर्काउँछ नि त। त्यसरी नै छोराछोरी हुर्काउने चाहिँ जिम्मा पनि सरकारकै हो। जस्तो यहाँहरूको यो जुन जायज माग अथवा यहाँले जुन माग राखिराख्नु भएको छ, त्यो चाहिँ सरकारले के गरिदियो भने ठिक हुन्छ अथवा तपाईँहरूको आन्दोलन रोकिन्छ भनौँ न, यो के चाहिँ गरिदियो भने यहाँहरूको आन्दोलनलाई छोडेर तपाईँहरू काममा फर्किनुहुन्छ? एकै चुटकीमा भनेको छु नि त मैले त। मूल्य समायोजन गरिदियो सरकारले, अरू केही गर्न परेन। अहिलेको अवस्थामा मूल्य समायोजन गरिदिनु पर्यो भन्ने कुरा नै हो अहिलेसम्म। अब के भन्दा मूल्य समायोजन सँगसँगै अब के भयो तपाईँलाई थाहा छ, नदीजन्य निर्माण सामग्रीहरू क्रसरलाई अहिले सरकारले फेरि बन्द गरिदियो। हेर्नुहोस् त, यो कामको बेलामा नगरिकन यसलाई साउनतिर गएर यसलाई कसरी हुन्छ यसलाई गरौँ भन्ने भइदिया भए चाहिँ कति राम्रो हुन्थ्यो। सरकारै काम बन्द गरिरहेको छ। मूल्य समायोजन नदिएर सरकारले काम बन्द गरेको छ। गिटी बालुवा नदिएर सरकारले काम बन्द गरेको छ। वातावरण नबनाइदिएर सरकारले कामै बन्द गरिदिएको छ भने यसको चाहिँ जिम्मा सरकारले लिनुपर्छ। निर्माण व्यवसायको थाप्लोमा हालेर सरकार चाहिँ तपाईँको उम्किन पाउँदैन। जस्तो सरकारले मूल्य समायोजन गरिदिएन भने तपाईँहरूको स्टेप के हुन्छ, आन्दोलन के हुन्छ? सरकारले मूल्य समायोजन गरिदिएन भने
सम्पूर्ण विकास निर्माण कार्यहरू यसै ठप्प भइरहेको छन्, ठप्प हुन्छ। यसपछि पनि अब जब खुल्छ नि त्यसपछि नि व्यवसायले काम गर्न सक्दैन, किनभने अब तपाईँको त उनीहरूसँग सम्पूर्ण तपाईँको फाइनेन्सियल्ली चाहिँ तपाईँको सबै क्रच भइसकेको हुन्छ, सबै तपाईँको फाइनेन्सियल लस भइसकेको हुन्छ व्यवसायीको। त्यसपछि ब्याङ्क ग्यारेन्टी इन्सुरेन्स बनाउनु पर्ने हुन्छ। त्यो ब्याङ्क ग्यारेन्टी इन्सुरेन्स कमिसन तिर्ने पैसा व्यवसायीसँग हुँदैन र पूर्वाधार विकास चाहिँ ठप्प हुन्छ। यदि यो पूर्वाधार निर्माण व्यवसायीलाई काम गर्न दिएन भने निर्माण उद्योग भनेको उद्योगहरूको पनि उद्योग हो। योसँग सम्बन्धित सिमेन्ट उद्योग, डन्डी उद्योग, इटा उद्योग, पाइप फ्याक्ट्रीहरू, विभिन्न कन्स्ट्रक्सन सेक्टरसँग चाहिँ जोडिएका उद्योगहरू पनि बिस्तारै बिस्तारै धाराशायी हुँदै गर्छन्। त्यसबाट रोजगार पनि तपाईँको चाहिँ सिर्जना हुने थियो, त्यो पनि कम हुँदै जान्छ। निर्माण क्षेत्रमा भएका श्रमिकहरू पनि तपाईँको चाहिँ अहिले निर्माण क्षेत्र छोडेर बाहिर विदेशमा गएको चाहिँ अवस्था छ। उहाँहरूले यहाँ काम पाउनु भएको छैन। उहाँहरूलाई यहाँ तपाईँको रेगुलर रोजगारी हुन्थ्यो नि त। 20,000 भन्दा बढी चाहिँ 20 लाखभन्दा बढी यहाँ चाहिँ रोजगार सिर्जना भएको यो पूर्वाधार निर्माण क्षेत्रमा चाहिँ अहिले बिस्तारै बिस्तारै तपाईँको ब्याक हुँदै गइरहेको छ। अहिले हामीले हेर्दाखेरि लगभग 10%को अहिले 100%मा फुल स्पिड चढ्नुपर्ने कुराहरू अहिले 10-12%, 15%लाई यसलाई के काम भएको भन्ने, यसलाई काम भनेको भन्दैन। यो आन्दोलन बाहेक अरू अन्य कुरा पनि हामी अलिकति जोडौँ। जस्तो निर्माण व्यवसायीहरूलाई पनि विशेष गरी आम जनमानसबाट एउटा के चाहिँ आरोप लाग्ने गर्छ भने तपाईँहरू 5-7 ठाउँमा अथवा 10-12 ठाउँमा चाहिँ ठेक्का लिनुहुन्छ, त्यसपछि समयमा आफ्नो काम सम्पन्न गर्नुहुन्न, लथालिङ्ग बनाउनुहुन्छ भन्ने आरोप छ नि। एकदम सत्य आरोप हो यो। तर त्यो सत्यताभित्र के हो त भन्ने कुरा अब जान्न पर्यो। निर्माण व्यवसायीहरूले धेरैभन्दा धेरै काम लिए, 7-8वटा मात्रै होइन, 100वटा काम लिए एउटै निर्माण व्यवसायीले। र त्यो कारणले गर्दाखेरि उनले ठेक्का पनि तपाईँको अरू कोलाई दिए, ठेक्का लापरवाही भयो, ठेक्का खत्तम भयो भनेर हामीले नेपाल निर्माण व्यवसाय महासङ्घले एउटा कम्पनीले जम्मा 5वटा मात्र निर्माण कार्य लिन पाउँछ र त्यो काम सिधिसकेपछि अर्को नेक्स्ट काममा जान पाउँछ। जस्तै एउटा कुनै काम सिद्धियो भने फेरि अरू काम लिन पायो। 5वटा भन्दा बढी काम लिन पाउँदैन भनेर नेपाल निर्माण व्यवसाय महासङ्घले गरेपछि अहिले रुग्ण आयोजनाहरू जुन तपाईँले भन्ने कुराहरू चाहिँ तपाईँको समस्या समाधान भएको छ जस्तो लाग्छ मलाई चाहिँ। र यो हामी पनि तपाईँको चाहिँ पानीमाथिको ओबानो, हामी पनि तपाईँको चाहिँ दोषी छौँ यसमा, किनभने हामी पनि अत्याधिक घट्ने सबभन्दा ठुलो समस्या लो बिड भन्ने छ। त्यो नेपाल सरकारको कारणले गर्दाखेरि लो बिडको चाहिँ विषय पक्का पनि त्यो छ। त्यसले गर्दाखेरि तपाईँको चाहिँ त्यो क्वालिटीको काम समयमा काम हुँदैन भनेर हामीले पटक पटक भनेको विषयहरूमा चाहिँ त्यो एकदमै घटेर 40%, 50% हालेपछि ठेक्काहरू सबै लथालिङ्ग भएको छ। त्यसलाई अब एकपटकको लागि यो रुग्ण आयोजनाहरूलाई चाहिँ तपाईँको चाहिँ त्यो लामो समयदेखि भूकम्पदेखि मान्छे चाहिँ अप्ठ्यारोमा पर्यो, तपाईँको जेनजी आन्दोलन भयो, यस्ता यस्ता आन्दोलन, तपाईँको पानी बर्सात भयो, त्यो कारणले ठेक्काहरू चाहिँ र नेपाल सरकारकोले वनको कुराहरू मिलाउन सकेन, जग्गा एकीकरणको कुराहरू मिलाउन सकेन र तपाईँको युटिलिटीहरू होइन आइआई नगरिकन बिना स्रोतका बजेटका आयोजनाहरू राखिदियो। त्यो कारणले गर्दा ठेक्काहरू रुग्न भयो। त्यसलाई पनि एकपटकको लागि सुविस्ता गरेर अन्त्य गरेर अब नयाँ ढङ्गबाट जानुपर्छ, किनभने सरकार नयाँ आयो, नयाँ तरिकाले जानुपर्छ। सधैँ तपाईँको के भने यो व्यवसायी ठेकेदारले काम गरेन, यो कर्मचारी चोर, यो फलानु नेताले चाहिँ तपाईँको चाहिँ खालि बजेट कता कता लयो, के गर्यो भन्ने कुरा एउटा भाष्य, नेगेटिभ भाष्यहरू छ। त्यसलाई चाहिँ पोजिटिभ गर्नुपर्छ र अब नयाँ तरिकाले जानुपर्छ। यो पोजिटिभ भाइब क्रिएसन गर्न अथवा निर्माण गर्नको लागि चाहिँ निर्माण व्यवसायी महासङ्घ पनि एउटा राज्यको एउटा अङ्ग त हो प्राइभेट सेक्टरबाट। तपाईँहरूको महासङ्घले चाहिँ के त्यस्तो नीतिहरू अथवा त्यो खालको पहलहरू गर्नुभएको छैन? त्यो दायित्व त तपाईँहरूको पनि हो नि। हामीले पनि हाम्रा सदस्यज्यूहरूलाई अब यस पहिलाको तरिकाले काम गर्न हुँदैन, नयाँ तरिकाले काम गर्नुपर्छ। काम ठेक्का लिएर काम चाहिँ अर्कालाई बेच्ने कामहरू पनि हामीसँग भएका थिए, त्यो कामहरू बन्द गर्नुपर्छ। हामी पनि तपाईँको ट्रेनिङहरू, विभिन्न किसिमका ट्रेनिङहरू, कन्ट्र्याक्ट म्यानेजमेन्ट कसरी गर्ने, ठेक्का लिइसकेपछि व्यवस्थापनका कुराहरू र कन्डिसन कन्ट्र्याक्ट, फिडिकका कन्ट्र्याक्ट के हो, एसपिडी के हो, साइड काम गरेर हाल्नुभन्दा अगाडि साइडको चाहिँ तपाईँको सुपरभिजन गर्नुपर्छ, साइडको बारेमा जान्नुपर्छ, मोबिलाइजेसन रकम लिएका मोबिलाइजेसनहरू सही सदुपयोग गर्नुपर्छ र टाइममा तपाईँको काम डेलिभरी गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले पनि हाम्रा साथीहरूलाई, हाम्रा निर्माण व्यवसायीहरूलाई हामीले अब भन्दैछौँ र प्रशिक्षण पनि गर्दैछौँ सँगसँगै। किनभने यो एकदमै यो हजुरले भनेको एकदम विषय चाहिँ कस्तो भन्छ भने पहिला जस्तो गरेर चाहिँ तरिकाले हुँदैन र नयाँ टेक्नोलोजीहरू ल्याउने। अब तपाईँको चाहिँ 2 वर्षमा काम गर्ने ठेक्काहरू छ भने त्यसलाई 1 वर्ष सिधाउन के गर्नु भन्दाखेरि जस्तै डिजाइन एन्ड बिल्डका कुराहरू भयो, डिजाइन एन्ड बिल्ड पुलहरूको अहिले सक्सेस भइसकेको छ। नेपालका निर्माण व्यवसायीहरू नेपालको विकास गर्न ठुल्ठुला हाइवे बनाउनलाई उनीहरू चाहिँ
यो एकदम सक्सेस छन्। ठुल्ठुला भवन बनाउनु सक्सेस छन् हो। टनेलमा अलिक कमजोर, टनेलमा अहिले बनाएको छैनन् उनीहरू, टनेलमा प्रवेश गर्ने बेला भइरहेको छ अहिले। तर अरू विषयहरूमा चाहिँ निर्माण व्यवसायहरू चाहिँ एकदम छन्, अगाडि बढिसकेका छन्। तर उनीहरूलाई यस्तो बनाइदिए कि सार्वजनिक खरिदेन जुन नेपाल सरकारको सम्पूर्ण खर्च, यो पुँजीगत खर्चहरू चाहिँ जुन यसै ऐन अन्तर्गत हुन्छ, त्यो नै तपाईँको कस्तो भने निर्माण मैत्री हुन सकेन। यो एकदम अप्ठ्यारो किसिमको भयो भनेर हामीले यसलाई चाहिँ अप्ठ्यारो किसिमको भएको कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ हामीले पछि चाहिँ यसलाई हामी निर्माण मैत्री बनाउन खोजिरहेका छौँ। त्यो कारणले गर्दाखेरि पनि हामीले यो पुँजीगत खर्च गर्ने तरिकाहरू जुन छ त्यसलाई पनि पारदर्शी होस्, भुक्तानीको विषयलाई छिटो छिटो होस् भनेर हामी अगाडि बढिरहेका छौँ। अर्को पनि आरोप चाहिँ के लाग्छ भने यहाँहरूलाई तपाईँलाई क्लियर गर्ने समय पनि हुनसक्छ यो। विशेष गरी निर्माण व्यवसायहरू चाहिँ अघि भने जस्तै अब ठेक्का धेरै ठाउँमा लिने, त्यसपछि माथिल्लो लेभलको भनौँ शीर्षस्थ राजनीतिक नियुक्तहरूसँग पनि घुलमेल हुने, त्यही हिसाबले चाहिँ काम गरिरहेको भन्ने आरोपहरू भनौँ न कारवाही पनि गर्न नसक्ने, किनभने पोलिटिकल्ली सेप हुने अथवा संरक्षण दिने गरेको यो खालको परिस्थितिहरू चाहिँ कहिले अन्त्य हुन्छ? होइन, एकदम यो विषम परिस्थिति हो साँच्चीकै हो। यस्तो बनाइदियो कि राज्यले नै त्यस्तो किसिमको बनाइदियो। तपाईँको भुक्तानी लिनको लागि अर्थ मन्त्रालय नधाइकन भुक्तानी नपाउने, भुक्तानी लिनको लागि काम लिनको लागि राजनीति संरक्षण नलिकन नपाउने, गुन्डागर्दीको चाहिँ तपाईँको चाहिँ माल मेटेरियल, तपाईँको कन्स्ट्रक्सन माल मेटेरियल, रिबल मेटेरियल लिनलाई गुन्डाहरू लगाएर तपाईँको क्रसरबाट सामान ल्याउनु पर्ने। हामीले सामान ल्याउने चाहिँ निर्माण सामग्रीहरू क्रसरबाट जुन खानीबाट पाउँछौँ नि, त्यो डाइरेक्ट पायो भने त हुन्थ्यो नि। त्यहाँ तपाईँको पुलिस प्रशासन हुन्छ, त्यहाँ अर्को प्रशासन नेपाल सरकारका प्रशासन हुन्छ, त्यहाँ टोलका गुन्डाहरू हुन्छन्, त्यहाँ तपाईँको मन्दिरमा बस्ने चन्द हुन्छ, त्यहाँ राजनीतिक दलका मान्छेहरूलाई सबलाई पालेर अनि बल्ल तपाईँको चाहिँ यो निर्माण व्यवसाय अगाडि बढाउनु पर्ने काम। कति खर्च भएको होला त, कति हुन्छ होला यो। त्यसो भएको कारणले यो बिस्तारै अहिलेको सरकार आएपछि यो सरकार सुशासनको कुरा गरिरहेको छ। सुशासनको विषयहरू हामीलाई एकदम उठाइरहेको हुँदाखेरि यसलाई चाहिँ अगाडि बढ्छ होला भन्ने लागेको छ मलाई। जस्तो यो क्षेत्रमा काम गर्ने श्रमिकहरू, लाखौँ श्रमिकहरू हुनुहुन्छ। नेपालमै रोजगारी पनि यसले सिर्जना गरेको छ। तर यो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था चाहिँ एकदमै नाजुक छ। उहाँहरूले न्यूनतम पारिश्रमिक पनि पाइरहेको छैन। त्यहाँ चाहिँ विभिन्न भनौँ व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको हिसाबले त्यहाँ दुर्घटनाहरू सुरक्षित पनि छैनन्। र अहिले जुन नेपाल सरकारले सामाजिक सुरक्षा योजना अघि सारेको छ, यो क्षेत्रमा त्यो पनि लागू भएको छैन। र तपाईँ जस्तो संस्थाले, नेपाल निर्माण व्यवसाय महासङ्घले यो श्रमिकहरूको समस्या समाधान गर्नको लागि चाहिँ के पहल गरिराख्नु भएको छ? किनभने श्रमिक र व्यवसाय भनेको भनौँ न एक रथको दुई पाटा हो। नङमा छुने हो एकदम श्रमिकहरूको। हामीले यो विषय चाहिँ श्रमिकको सुरक्षाको विषय, कुनै पनि निर्माण कार्यहरू भइसकेपछि त्यसमा सुरक्षा सेफ्टीहरूको विषयहरू, स्वास्थ्यको विषयहरू, खानेपानीका विषयहरू, बस्ने विषय ठाउँहरू, सम्पूर्ण जिम्माहरू चाहिँ तपाईँको चाहिँ निर्माण व्यवसायले लिनुपर्ने हुन्छ। तर के भयो भने हाम्रो कन्ट्र्याक्ट डकुमेन्टमा नै सबै जसले कन्ट्र्याक्ट बनाएको छ त्यसले सबै विषयलाई फालिदियो। हेर्नुहोस्, यो केही न केही बनाउनु पर्दैन भनेर राखिदियो। विदेशी कामहरू गर्नेले एउटा अब हेलमेटको कुराहरू भयो, बुटको कुरा भयो, पन्जाको कुरा भयो, यो त हेल्थ सेफ्टी कुराहरू त जाने हुनुपर्छ भनेर हामीले बारम्बार नेपाल सरकारसँग यो विषय उठाइरहेका छौँ। यो विषय अब नगरिकन उपाय छैन हामीले भनिसकेँ। अस्ति पनि मैले एउटा कार्यक्रममा यही विषय नै बोलेको थिएँ। किनभने यो सुरक्षा यो चाहिँ जबसम्म हामीले चाहिँ कुनै पनि काम गर्दाखेरि सेफ गार्डको विषयहरू चाहिँ तपाईँको एकदम जरुरी हुन्छ। त्यसमा पनि मजदुरको सुरक्षा भनेको चाहिँ असाध्यै महत्त्वपूर्ण विषय हो। किनभने खानेपानीदेखि लिएर उहाँहरूको बस्ने शौचालयको, बस्ने ठाउँको विषय, यो कुराहरू हाम्रो बिल अफ क्वान्टिटी, विदेशमा चाहिँ बिल अफ क्वान्टिटी भन्छ, बिओक्यू भन्छ, रेटै त्यसमा हाल्न पर्ने हुन्छ त्यो विषयहरू। तर यहाँ नेपालको चाहिँ हाम्रो अधिकारीहरूले चाहिँ हाम्रो कस्ट बढ्छ भनेर उहाँहरूले यति खेलाँची गरिदिनु भयो कि त्यसलाई सबै फालिदिनु भयो, कुनै पनि राखिदिनु भएन। हेर्नुहोस्, हामी यसमा पटक पटक हामीले अनुरोध गरेका छौँ। यो जबसम्म यो हाल्दैन तबसम्म यो चाहिँ अगाडि हामीले चाहिँ मजदुरहरूको सुरक्षाको विषयहरू सम्पूर्ण नेपाल सरकार लिनुपर्छ। किनभने यो त प्रोजेक्टमा हामीसँग उहाँहरू हुन्छ, नेपाल सरकार लिनुपर्छ भने चाहिँ उहाँहरूले पनि केही गर्नुहुन्न, त्यो त थाहा छ। त्यसो भएर यसलाई चाहिँ हामीले अगाडि बढाउनुपर्छ भनेर हामीले एउटा विषय उठाएका छौँ। अरू कुरा के भन्दाखेरि हाम्रो यो मजदुरहरू चाहिँ हाम्रो मजदुरहरू यो इन्जिनियरिङ पेसा भएको कारणले गर्दाखेरि यो अलिकति फरक किसिमको कन्स्ट्रक्सन मजदुर भनेको अलिकति फरक किसिमको हुन्छ। उहाँहरू चाहिँ एकदम हामीसँग आएर एकदम स्किल हुन्छ, विदेशमा गएर नि भयङ्कर राम्रो काम गर्नुहुन्छ। उहाँहरूलाई चाहिँ तपाईँको चाहिँ
एउटा किसिमको तपाईँको चाहिँ स्यालेरी पनि छैन। अरू कुरा के भन्दाखेरि सामाजिक सुरक्षा कोषको कुराहरू गर्नुभयो। हामीले यो विषय उठाएको छौँ, सामाजिक सुरक्षा कोषमा चाहिँ आबद्ध गर्नुपर्छ मजदुरहरूलाई भनिरहेका छौँ। त्यसलाई हाम्रो डकुमेन्टमा तपाईँको चाहिँ हाल्न पऱ्यो, डकुमेन्ट बनाइदिनु पऱ्यो यसलाई। अब किनभने सामाजिक सुरक्षा कोषको चाहिँ जाने तरिका एउटा सिस्टम छ, त्यो सिस्टममा आबद्ध हुनको लागि चाहिँ हामीलाई त्यो प्रोसिडरको लागि नै उहाँहरूले के गर्नु भने हाम्रो रेट एनालाइसिस भन्ने हुन्छ, त्यो रेट एनालाइसिसमा त्यसलाई इन्कर्पोरेट गरिदिनु पऱ्यो। त्यसलाई त्यो गरेपछि एउटा सजिलो हुन्छ। अरू कुरा के छ भन्दा हामीसँग भारत लगायतका मजदुरहरू चाहिँ धेरै मजदुरहरू हुन्छन्, उहाँहरूलाई पनि यहाँ एउटा कार्डहरूबाट हुन्छ केबाट हुन्छ कि उहाँहरूलाई मिलाइनु पऱ्यो। र हाम्रो मजदुरहरू कस्तो हुन्छ भने अरू क्षेत्र जस्तो भने अलिक फरक रहेछ हाम्रो चाहिँ काम। हामीले गर्ने कामहरू चाहिँ कस्तो छ भन्दाखेरि आज आउनुभयो 3 दिन काम हाम्रोमा गर्नुभयो, अनि अर्कोमा जानुभयो, अनि अर्को ठाउँमा गऱ्यो, अर्को ठाउँमा 10 दिन गऱ्यो, फेरि अर्को ठाउँमा जानुभयो, अनि फेरि घुमेर तपाईँको 2 दिन काम गरेर हामीसँग आउनुभयो। त्यस्तो विषयहरू मजदुरहरू पनि हामीसँग हुनुहुन्छ, नहुने होइन। हामीले अहिलेसम्म मजदुर कहाँबाट ल्याउनु त भने मजदुरको सोर्सवाला छैन। आज मात्रै हामीले यो पूर्वाधार समितिमा पनि यो विषयलाई उठाएका थियौँ। मजदुरहरूलाई हामीले काहीँ न काहीँबाट त रिसोर्स कहाँ आयो त मजदुरको, त्यो चाहिँ हामीले चाहिँ आवश्यक छ। किनभने हामी यत्रो हामीसँग स्किल लेबरहरू हामी बनाउँछौँ, हाम्रो नेपालमा काम नगरिकन उहाँहरू बाध्य भएर बाहिर गएर काम गर्नुपर्छ। किन भन्दाखेरि यही सुरक्षाको कारणले गर्दाखेरि, भोलिको ग्यारेन्टीको कारणले गर्दाखेरि हो नि त। विदेशमा चाहिँ ग्यारेन्टी हुने, यहाँ नेपालमा ग्यारेन्टी नहुने हुन्छ, गर्न सकिन्छ नि, त्यो गर्न पर्यो भनेर हामी पनि पहल गरिरहेका छौँ। सायद सरकारले यो विषय चाहिँ सुन्छ होला जस्तो लागिरहेको छ। सरकार भौतिक मन्त्रीज्यूले पनि यो विषय उठाउनु भएको छ। यो विषय चाहिँ अलिक गम्भीर भएर चाहिँ सरकारले नै उठाएको कारणले गर्दाखेरि हामी यिनै अगाडि बढ्न सक्छौँ होला जस्तो लागिरहेको छ। अन्त्यमा केही भन्न बाँकी छ भने यहाँले राख्न सक्नुहुन्छ। हाम्रो आन्दोलनको बारेमा नेपाल सरकारले एकदमै अहिले चाहिँ ध्यान दिएर काम गरिरहेको छ। मूल्य समायोजन नदिकन निर्माण व्यवसायीले काम गर्न सक्दैन भन्ने कुरा सरकारको बुझिएको कान पनि खुलिसकेका छ। त्यसो भएर उहाँहरूले अहिले आज हिजो पनि उहाँहरूको बैठक बसिरहेको छ, आज पनि उहाँहरूको छ र छिट्टै नै हामीलाई आश्वासन दिनुभएको छ। आश्वासन मात्रै भनिरहेको छु कि हामी यसलाई समाधान गर्छौँ भनेर भन्नुभएको छ। जबसम्म उहाँहरूले चाहिँ त्यो समाधान गरेर ल्याउनु सक्नुहुन्न नि, हामी उहाँहरूले ल्याउनुहुन्छ भनेर हामी विश्वास गर्न सकिरहेका छैनौँ। किन विश्वासको वातावरण बनिरहेको छैन। 2 महिनादेखि हामी यही विषय चाहिँ रगटिरहेका छौँ भने आशा गरौँ सरकारले हाम्रो यो पूर्वाधार क्षेत्रलाई चलायमान गर्नको लागि मूल्य समायोजन लगायतका अरू यसमा भएका नीतिगत कुराहरूलाई पनि खुलाएर ल्याइदिन्छ र पूर्वाधार मैत्री खरिद ऐन बनाउने छ भन्ने हामी आशा विश्वास गरौँ। लाग्छ सरकार यो अहिलेको भन्दा फरक ढङ्गको, पहिलाको भन्दा फरक ढङ्गको सरकार भएको कारणले गर्दाखेरि पनि सरकारले विकास निर्माणलाई छिटो गर्नुपर्ने छ, द्रुत गतिमा गर्नुपर्छ। अझै सनसेट ल भनिरहेको छ, सम्पूर्ण कानुनहरू एकै ठाउँमा आएर उहाँहरूले ल्याउन खोज्नु भएको छ। यो पोजिटिभ कुराहरू पनि छ होइन। यसले आशा गरौँ हामी छिट्टै नै हाम्रो अब पूर्वाधार सेक्टरमा भएका समस्याहरूलाई चाहिँ सरकारले निराकरण गरेर अब हामी यो आन्दोलनमा जाने, दौडिने, साइडमा के अरे बाटोतिर जाने, धर्ना गर्ने भन्दा पनि हामी गएर साइडमा जाने, टाइममा काम कम्प्लिसन गर्ने, समयमा भुक्तानी लिने, हाम्रा चाहिँ पार्टनरहरू जस्तै तपाईँको चाहिँ सिमेन्ट डन्डी उद्योगहरूलाई चाहिँ तपाईँको भुक्तानीहरू दिने, ब्याङ्कको ब्याज तिर्ने, किस्ता तिर्ने, मजदुरहरूलाई चलायमान गराउने, त्योमा हामी पक्का पनि लाग्न पायो भने देश सुन्दरै हुन्छ होला जस्तो लाग्छ। माननीय अर्थमन्त्रीज्यूसँग पनि हामीले भेटघाट गरेर उहाँहरूलाई पूर्वाधार क्षेत्रलाई चलायमान गर्नको लागि अहिले बजेट जुन पुँजीगत खर्चमा 20% हाराहारी पुँजीगत खर्च छ भने त्यसलाई डोब्बर बनाउनुपर्छ र पुँजीगत खर्च सँगसँगै हाम्रा विकास निर्माण भएका समस्याहरूलाई पनि समाधान गर्दै जानुपर्छ। अर्थ मन्त्रालयसँग सम्बन्धित के कारणले गर्दाखेरि यो उद्योग फस्टाउन सकेको छैन त्यो विषय पनि हामीले उहाँहरूलाई जानकारी गराएका छौँ। कर, भ्याट र नेपाल राष्ट्र ब्याङ्कका नीति नियमको कारणले गर्दाखेरि व्यवसायीहरू कालो सूचीमा परेका छन्, चेक बाउन्स भएका छन्। त्यो विषयहरू पनि हामीले माननीय अर्थमन्त्रीज्यूलाई बताएका छौँ। उहाँ अर्थमन्त्रीज्यू विद्वान हुनुहुन्छ, उहाँले चाहिँ यो क्षेत्रलाई सुधार गर्नको लागि उहाँको तर्फबाट पनि आफ्नो पहल गर्छु भनेर चाहिँ उहाँले आश्वासन दिनुभएको छ। हस्, धेरै धेरै धन्यवाद, यहाँले समय दिनुभयो। एकदम धन्यवाद छ। यहाँ लेबर टेलिभिजनले चाहिँ हाम्रो आज यहाँ आएर एउटा कार्यक्रम मलाई कि यहाँहरूको जनताहरूले पनि एउटा सुन्ने मौका पाउनुभयो, यहाँहरूलाई पनि म चाहिँ धेरै धेरै आभार व्यक्त गर्छु। नमस्कार। श्रम बजार, समाज र राजनीतिको विविध खबर एवं सरोकारका तमाम सवालको जवाब खोज्ने प्रयास। लेबर टिभी नेपाल, श्रमजीविका सारथी।